क्लासमा चाहिँ पक्कै पनि पढ्ने विद्यार्थी पनि हुनुहुन्छ है, नपढ्ने विद्यार्थी पनि हुन्छ नि होइन, त्यो रहेछ। अनि हाम्रो सबिना म्याम चाहिँ एउटा क्लासमा क्लास लिन जानुभएछ के, उहाँ चाहिँ म्याथको टिचर हुनुहुँदो रहेछ, क्लास लिन जानुभएछ। अनि उहाँले प्रश्न गर्नुभएछ, म्याथको टिचर भएको कारणले गर्दाखेरि म्याथकै प्रश्न गर्नुभएछ कि होइन। 10वटा कपीको 400 रुपियाँ पर्छ भने एउटा कपीको कति रुपियाँ पर्छ भनेर सोध्नुभएछ कि है। अनि क्लासमा त पढ्ने विद्यार्थी पनि हुन्छ, नपढ्ने विद्यार्थी पनि हुन्छ है। अब पढ्ने विद्यार्थीलाई पनि आइनेछ कि यो क्वेसनको एन्सर चाहिँ पढ्ने विद्यार्थीलाई पनि आइनेछ। अब पढ्ने विद्यार्थी चाहिँ हाम्रो अगाडि बस्ने, जहिले पनि अगाडि बस्नुहुन्छ नि होइन, स्मिताजी चाहिँ पढ्ने विद्यार्थी हुनुहुँदैछ। अब नपढ्ने को भन्दाखेरि चाहिँ कहाँ हुन्छ भन्नुहोस् त, सरै हुनुहुन्छ। सरले चाहिँ के भन्नुभएछ भन्दाखेरि चाहिँ हात उठाउनु भएछ के। अब पढ्ने विद्यार्थी फर्स्टलाई आएको छैन, सरले चाहिँ हात उठाउनु भएछ, मलाई आउँछ भने हात उठाउनु भएछ है। अब नपढ्ने विद्यार्थीसँग कस्तो खालको विद्यार्थी बस्छ भन्ने त, एउटै खालको एउटै ड्याङको मुलाहरू बस्छ नि होइन। सर उता हाम्रो सरले पनि हात उठाइहाल्नु भएछ क्या। अनि फेरि अब सबिना म्यामले हाम्रो सरलाई सोध्नुभएछ एन्सर के हो भनेर सोध्नुभएछ। अनि उहाँले चाहिँ एन्सर के दिनुभएछ भन्दाखेरि चाहिँ मलाई त थाहा छैन म्याम भनेर भन्नुभएछ कि। अनि किन हात उठाएको त भन्दाखेरि चाहिँ यसले उठायो मैले पनि उठाइदिएँ है। अब सोध्नु पऱ्यो उहाँलाई, हात उठाउनु भएको छ है, उहाँलाई सोद्धाखेरि चाहिँ कति पर्छ एन्सर के हो भन्दाखेरि चाहिँ उहाँले एन्सर भनिदिनु भएछ कि ठ्याक्कै 20 भनेर मिलाउनु भएछ। 20 हो नि होइन, कति हो 40 हो नि होइन, उहाँले ठ्याक्कै 40 हो भनेर मिलाउनु भएछ। अनि कसरी मिलाएको त भन्दाखेरि चाहिँ कसरी मिलाउनु भयो उहाँले, यस्तो कपीको पछाडि 40 रुपियाँ लेखा रहेछ कि